आधारित रहेर चाहिँ वाटर ट्रिटमेन्ट प्लान्टको लागि चाहिँ आज विराटनगर आएका छौँ। हेरौँ है पछि के हुन्छ। हामी यहाँबाट रिसिभ गर्छौँ अब। Like, comment, share, subscribe. यहाँ सम्पूर्णमा नमस्कार छ। हामी चाहिँ यतिखेर विराटनगर महानगरपालिकामा रहेको चाहिँ यो फोहोर पानी प्रशोधन तथा ढल व्यवस्थापन केन्द्र वाटर ट्रिटमेन्ट प्लान्टमा चाहिँ हाम्रो विषयवस्तुले मागे अनुसार चाहिँ हामी चाहिँ यहाँ आइपुगेका छौँ। यहाँ सम्पूर्णलाई नमस्कार अनि स्वागत छ। राकेश मलाई ल्याइदिनु। सुरु भयो हामी कहाँ आएको छौँ के हेर्नको लागि आएको छौँ भन। ढल व्यवस्थापन केन्द्र विराटनगरमा छौँ। केन्द्र विराटनगरमा छौँ। ए पहिलो सियार त मै हो यार। भविष्यमा हुने कहिले नभएको सियार कहिले नभएको सियार सियारको साथी अफर आएको तर नलिएको सियार। अब जान्दिनु पर्नु नमार्नु यो नटोक्नु माथिकै पार्टमा भएको भागलाई एकदम स्लरी आको हो त त्यहाँबाट यहाँ आकोलाई स्लरी भनिन्छ। हाम्रो यहाँ
विराटको कलेजबाट चाहिँ पब्लिक हेल्थको स्टुडेन्टलाई ल्याएर चाहिँ हाम्रो जुन म्याम पनि आउनुभएको छ र सँगसँगै हाम्रो पूर्वाञ्चल विश्वविद्यालयबाट हाम्रो सुदर्शन सरले चाहिँ हाम्रो ब्याचको स्टुडेन्टलाई पनि यो वाटर ट्रिटमेन्ट प्लान्टको लागि चाहिँ यो च्याम्बरमा ल्याएर आउनुभएको छ। हजुर जानुभन्दा अगाडि दुईवटा पिकनिक चाहिँ जाने अर्को गरे पनि अब गर्दैन। झाड लगाऊ नम्बर कान्छु Hello everyone. कैसे थे? एकदम राम्रो। नानी हामी कुन ठाउँमा आएको यो? गौशाला। गौशाला? गाई हेर्न आएको। हेलो हाई हामी चाहिँ अब मुख्य हाम्रो यहाँ आउनुको मुख्य उद्देश्य चाहिँ हाम्रो के थियो त भन्दाखेरि हाम्रो सब्जेक्ट विषयवस्तुसँग चाहिँ रहेर चाहिँ हाम्रो गोबर ग्यास बायोग्यासको लागि चाहिँ हामी आएको छौँ यहाँ। बायोग्यासको प्रविधि कसरी चाहिँ यहाँ चलाइरहेको छ।
पानी जस्तै 60% गोबर आयो भने 40% त्यसमा पानी हालेर अनि त्यो लस्सी जस्तो हुँदैन मिक्सिङ मोटर छ हाम्रो आफै त्यो फिटिङ गरिरहेको छ कि मिक्सिङ गरिरहेको छ अनि मिक्सिङ मोटरमा यो मिक्स भएर त्यो पुरै घोल जस्तो अनि त्यो त्यसले फिटिङ मोटर छ नि त्यो भित्र पठाउँछ भित्र पठाएर त्यो यसरी यो माथिबाट जुन बेलुन छ नि त्यो बेलुन माथि सबै फुलेको हुन्छ यसमा दुईवटा लेयर छ एउटा एयरको लेयर छ यो त्यसमा के गर्छ त्यो माथि फुलाएको राखिन्छ त्यो माथिबाट पानी पऱ्यो भने नि त्यो पानी त्यो बेलुनलाई माथिबाट पानी पराउँछ त्यो बेलुन बसिहाल्छ त्यसमा त्यो बेलुन फाट्ने पनि डर हुन्छ अनि यो माथिबाट अनि त्यसपछि अझै एउटा बेलुन हुन्छ अनि त्यो बेलुन चाहिँ मिथेन ग्यास जुन बन्छ नि यसको अनि यो गोबर गरिसकेपछि 1 हप्तापछि यो बढी बन्न थाल्छ जस्तै आज हामी घोल्यौँ भने नि 1 हप्तापछि सुरुमै धेरै आउन थाल्छ तर 1 हप्तापछि त्योभन्दा राम्रो आउँछ अनि यो गोबर जरी अहिले जान्थ्यो नि अनि 1 हप्तापछि यो जुन माथि आउँथ्यो नि अनि तलको लेयर माथि आउँदा गरेर माथि आउँथ्यो नि त्यसपछि त्यसमा ग्यास बन्थ्यो अनि ग्यास बनिसकेपछि त्यो पाइपबाट हाम्रो यहाँबाट यो सेतो पाइपबाट आउँथ्यो बाहिर निस्किन्थ्यो ग्यास अनि यसमा बेलुनमा यस्तो हुन्थ्यो हाम्रो ग्यास यो बेलुन हो कि बेलुन पुरै भरिन्छ अहिले त बन्द छ पहिला पुरै बेलुन ग्यास भरेर स्टोर भयो यताबाट इन हुन्थ्यो अनि यताबाट आउटलेट निकालेर यो ग्यासमा हामी पहिला फिल्टर गर्थ्यो यसलाई अनि यसमा स्टिल जुस हुँदैन बर्तन माझ्ने त्यस्तै खालको यसमा मेटल हालेको छ कि अनि त्यो मेटल लेयरलाई फ्राई गरेर यसमा बफर ट्याङ्कमा स्टोक गर्थ्यो अनि स्टोक गरिसकेपछि त्यो कम्प्रेसरले सर्ज ट्याङ्कमा पठाउँथ्यो सर्ज ट्याङ्क भनेपछि यहाँ तलबाट पाइपलाइन हाम्रो घरमा गएको छ बुझ्नुभयो अनि त्यहाँ प्रत्येकको घरमा मिटर लागेको छ अनि त्यहाँ पनि रेगुलेटरहरू सब लागेको छ अनि पाइपलाइनबाट डाइरेक्ट त्यहीँ जान्थ्यो अनि त्यहाँ तिनीहरू घरमा ट्याङ्की छैन जस्तै ग्यास सिलिन्डरको ट्याङ्की हुन्छ नि त्यहाँ चाहिँ ट्याङ्की हाम्रो यही हुन्थ्यो मेन सर्च ट्याङ्कको अनि उता घरमा जब खाना पकाउन थाल्थ्यो नि रेगुलेटरको मार्फत अलिअलि माथि जान्थ्यो यो त प्रेसरले ठेल्छ त्यहाँ रेगुलेटर कन्ट्रोल गर्छ त्यो कन्ट्रोल गरिसकेपछि अलिअलि तब ग्यास पाल्थ्यो नि खाना पाक्थ्यो त्यो ग्यासको फ्लेम जुन छ नि योभन्दा हाई छ यसको फ्लेम अनि छिटै खाना पाक्थ्यो र खाना टेस्टी पनि लाग्थ्यो